त्याग्नुको कारण एउटा छ, दण्डकारण्यमा पाल्नु भएको रहेछ। यस कारणबाट दण्डकारण्यमा पाल्नु भएको थियो। यसरी दण्डकारण्यमा गइरहेको बेलामा, दण्डकारण्यमा शरास्त्र गइरहेको बेलामा सुरु दण्डकारण्यमा पुग्नुभयो। त दण्डकारण्यमा भगवान साम्ब सदा शिवजी पनि सबै देवता पनि त्यहाँ पुगे। दण्डकारण्य भन्ने जग्गामा पुगिसकेपछि त उताबाट त राम र लक्ष्मण रुँदै रुँदै आइरहेका छन्। किन रुवाका भगवान यिनीहरू? को यिनीहरू? सतीदेवीले सोधिन्। सतीदेवीले सोद्धाखेरिमा यी रुँदै रुँदै आएका दुईटा केटाहरू तिमीले चिनेछौ भन्दा चिनेका छैन। यो अगाडिको राम, पछाडिको लक्ष्मण, यी मेरा गुरुबाउ र गुरुभाइ हुन् भनेर आज्ञा गरिसकेपछि त्यस्ता हुन्। हजुरका गुरुबाउ र गुरुभाइ किन रुवाका त नि भन्दाखेरिमा कारण छ। रामको गुरु म, मेरो गुरु राम, हामी यस्तो अनन्यवाश्रित छ। तर के गर्ने, यिनको पत्नीलाई अर्काले लैदियो भने। ओहो अचम्म, पत्नीलाई अर्काले लैदियो भनेर रुनी देउता कस्ता हुन् त नि त्यस्ता। यतिको अन्त पाइँदो रहन्छ क्या? किन डाँगो छोड्दै हिँडेका भन्दा होइन, यसमा कारण छ भन्नुभएको थियो। सतीदेवीलाई चित्त बुझेन छ र रामको अगाडि गएर सतीदेवी शिवजीले थाहा नपाउने तरिकाले सीताजी भएर उभिनु भएको थियो। हाँ प्राण प्यारी मेरी सीता भनेर परमात्माले भन्नुभएको थियो। यस कारणबाट भन्दाखेरिमा म यहीँ छु, मेरो भगवान किन रुनुभएको प्रभु भनेर नजिकमा जानुभयो। ओहो किन रुनुभएको भन्दै गए कि जब यस किसिमबाट सतीदेवीलाई भगवान प्रभुले सीता स्वरूप देखेर, या आमा हजुर त जगतजननी हुनुहुन्छ, मेरो आमाले पनि छोरो झुक्याउनुहुन्छ भनेर शरणमा परिदिएको छु। रामले त्यति गरिसकेपछि त सतीदेवीलाई त लाज भयो। लो हो यिनी त जान्दा रहेछन्, चिन्दा रहेछन्, साँच्चीका रहेछन् भनेर फर्किन् र सतीदेवीको स्वरूप लिएर गएकी थिइन्। शिवजीले भन्नुभयो आफ्नी पत्नीलाई, नमस्कार गुरुआमा भन्नुभयो सतीदेवीलाई। ए प्रभु मलाई किन नमस्कार गरिबक्सेको भन्दा अहिले भर्खर त रामकी सीता बन्न गएको थियो कि होइनस्? मलाई बुढो देखेर केटो खोज्दै तँलाई लौराले सुम्ल्याउँ क्या तँलाई? जोरी खोज्दिएर चाहिँ लो कहाँ कि त आजबाट तेरो र मेरो यहाँ उठ्नु बस्नु सुत्नु खानु रहनु बस्नु पिउनु केही हुँदैन चल। रामको पत्नी बन्न त जाने, उसले नबुझेर फर्केर आयो कि नफर्किया भएदेखि उसले बुझिदिए भए उतै भन्यो तँलाई फर्काउटी तैँले के चाहिँ खोजेछस्? बुढा त ल तहरू महरू थिए बा भगवान जानिन भने के को जान्ने के गर्न जान्ने? आजबाट त मेरो यहाँ पस्न पर्दैन भनेर निकाल पाइ। ल भयो। अनि कुन न्यु पाएर यो हत्या गरौँ भनेर विचार गर्दै हुनुहुन्थ्यो। आज न्यु पाएर परमात्माका नाम जपेर सतीदेवीले अग्निमा प्राण वायु सम्पा गरेको मूल कारण यो। त्यसो भएर यसले के बुझाउँछ थाहा छ? आफ्नो पतिको अर्डर बिना कसैले पनि कुनै नारीहरू सिँगारिएर कुनै पुरुषहरूलाई आकर्षण गर्नका लागि जानु पनि अपराधी पतिव्रता धर्म नष्ट हुँदो रहेछ भन्ने कुरा यसले प्रमाणित गर्छ है त। ल विचारले त हिँड्नु, विवेकले त हिँड्नु, तर यस कारणबाट दूषित वातावरणले नहिँड्नु, यो प्रकारको नीति हो। सतीदेवीको देहावसान भयो, हाकार हुकार चित्कार भयो, जनजीवनमा अस्तव्यस्त भयो, समाजमा ठुलो विसङ्गति र विकृतिको उत्पादन भयो। दक्ष प्रजापतिको शिर काटियो, भगवान शिवजीको प्रतिमा सबले बिन्ती गरे भगवान यो जब रक्षा गर्दै बक्सनु पर्यो। सतीदेवीकी पत्नी माता भन्नुहुन्छ मेरो ज्वाइँ साहेब, मेरो जब पति बचाइ पाम भनिन्, तेरो पतिले मेरो पत्नी मार्यो, तेरो पति मैले मारेँ के बिराएँ भन्नुभयो सासूलाई। सासूलाई हजुर न तपाईँ अब त के को सासू हो र नि त्यो? टुटो नाता पर्यो कीर्ति घम सङ्ग्राम। साम्ब सदा शिवजीको सबैले बिन्ती गरे, हरे उनै शिवजीको नाको माला बाको छाला चन्द्रमा कोटेको, हरे उनै शिवजीको नाको माला बाको छाला चन्द्रमा कोटेको, हरे उनै शिवजीको कमरमा डम्मरो चन्द्रमा कोटेको।
शिवजीको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरेँ। बाँकी तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर साम्ब सदा शिवजीलाई बिरानी महारानी उनकी पत्नी जब सासूले बिन्ती भावयुक्त प्रार्थना गरेको खण्डमा शिवजी भन्नुहुन्छ, मेरो कुनै कारणको दोष होइन, तिम्रो पतिको दोष हो भनेपछि हे आशुतोष चाँडै रिसाउने चाँडै खुसी हुने, हे देवादिदेव हे महादेव प्रसन्न हुनु पर्यो। विष्णुले प्रार्थना गर्नुभयो, शिवजी विष्णु ब्रह्माले प्रार्थना गर्नुभयो, इन्द्रले यमले वरुणले कुबेरले सनक सनन्दन सनातन रेबु हंस अरुणे यस्ता ऋषि महर्षि देवर्षिबाट भगवान शिवजीको प्रतिमा बिन्ती गरेपछि भगवान शिवजीलाई पितृगणहरूले प्रार्थना गर्नुभयो। भृगु ऋषिले दारी पाम भनेर बिन्ती गर्नुभयो। अनि त्यसदेखि सारा ऋषि महर्षिका प्रतिमा चरणकमलमा ध्यान मनन कीर्तन गरिसकेपछि भगवान शिवजी भन्नुहुन्छ, ल अब त्यसो भने तिम्रा पतिलाई मैले मारिहालेँ, बोकाको शिर ल्याएर जोडिदिन्छु टाउको, मैले पशु भनेको हुनाले पशु बनाइदिन्छु, बस हुन्छ। हस् प्रभु, सर्वनाशभन्दा अर्धनाश जाति हो कि होइन? सबै कुरा नहुनुभन्दा आधा भयो भने कता न कता भयो भएन? हुँदै नहुने बुढो भन्दा त बोका टाउको भए भयो नि भला चुरा र पोते त रह। फेरि मिठो खुवाउनै नपर्ने भयो, खानकी बानकी नि मिठो नचाहिने भयो बुढालाई। पछाडिपट्टि मुन्टो फर्किया छ, पछाडिपट्टि लगेर टाट्नु हालिदिएर तितेपाती राखिदिए भइगयो, बन्दोबस्त भयो। अब त कुनै प्रकारको परिकार नै नचाहिने भयो बुढालाई। र यसै कारणले बोकाको शिर ल्याएर दक्षको शिर जोडिदिनु भएको छ पशु बनाएर। अनि यता भृगुले दारी पाम भनेर बिन्ती गरे, बोका दारी लिएर टाँसिदिनु भयो पण्डितलाई, लौजा भनेर। भगले आँखा पाम भने बोका आँखा, कुसाले दाँत पाम भने बाख्रा दाँत। अहिले हालिया दाँत जस्तो चपाउन र चाट्न र पिउन हुने, चपाउन केही जाति नहुने, सब बन्दोबस्त भयो। अङ्गभङ्ग प्रत्यङ्ग भाँचिएकालाई अश्विनी कुमारले आपूर्ति, सबै काम पूर्ण भयो। दक्ष नाम गरेको प्रजापतिले भृगुलाई यज्ञ समापन गर्ने अधिकार सुम्पा। भगवान शिवजीको जसले यस चरित्रको वर्णन विस्तार सुन्दछ, भगवान कैलाश नायका अपनी पत्नी पार्वती वियोगान्तर रुनुभयो, संसार डुल्नुभयो। प्रभु आखिरमा 7,50,00,000 पीठ उत्पादन गरेर हिमाञ्चल राजाकी छोरी मेनकाको घरबाट पैदा गराएर पार्वती नामले पुनः विवाह गरिबक्स्यो प्रमुख भगवानले। यो त यहाँहरू समक्ष मैले प्रस्तुत गरेँ। अब यो साम्ब सदा शिवजीको चरित्र, जसले शत्रु दमन हुने, लोकलाई कल्याण हुने, मनोरथ पूर्ण हुने महान भगवान शङ्कर भोले बाबाको महिमाको वर्णन प्रस्तुत गरेँ। अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा प्रभुदेव हजुरले यो आज्ञा भयो, अवहरूको कथा सुन्न पाऊँ भनेर बिन्ती गर्नुभयो। जुन कथाको वर्णन अब उत्तनपाद राजाको समचरित्रको वर्णन उपाख्यान बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा है सद्यबाट। ओम नमो भगवते वासुदेवाय।